म्याच हुन्छ भन्ने कुरा गरेका छौँ है। अब सबभन्दा पहिला चाहिँ हेर्दाखेरि म्याच हेर्दाखेरि यहाँ यो लेखेको हुन्छ 832 15-3 यहाँ लेखेको हुन्छ। अब यसको यो नेपालीमा छैन है, अब यो इङ्ग्लिसमा छ। हिजो सोध्नु भएको थियो नि, जनवरी के अरे जनवरी फेब्रुअरी मार्च अप्रिल, अरे एबिसिडी गराएको छ यसमा 4 महिनाको। जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर भन्नुको मतलब सरी 3 महिनाको। जनवरी फेब्रुअरी मार्च ए, अप्रिल मे जुन बी, जुलाई अगस्त सेप्टेम्बर सी, अक्टोबर नोभेम्बर डिसेम्बर डी। अब यहाँ के लेखेको छ हेर्नुहोस् है, ए लेखेको छ हेर्नुहोस्, यता राख्न यतातिर यो डीसम्म हुन्छ है। एबिसिडी मैले इङ्ग्लिस महिनाका प्रत्येक 3 महिना, ए भनेको अगाडिको 3 महिना, त्यसपछि बी, त्यसपछि सी, त्यसपछि डी हुन्छ। यो 32 भनेको यो 2032 सम्म। यसको म्याच भनेको अब यसको जनवरी फेब्रुअरी मार्चको 3 महिना त्यो भयो, 3 महिना, त्यसपछि 2032 सम्म यसको भ्यालिडिटी हामी चाहिँ 2032 सम्म यो सिलिन्डर युज गर्न सक्छौँ। 2032 भन्दा पुरानो भएपछि यो चाहिँ डेट एक्सपायर हुन्छ, यसलाई फाल्नुपर्ने हुन्छ, चेन्ज गर्नुपर्ने हुन्छ भन्ने कुराहरू यस्तो गर्छ। यो 832 भनेको जनवरीदेखि डिसेम्बरलाई चाहिँ एबिसिडी गरेर 4 महिनालाई डीसम्म हुन्छ। प्रत्येक 3 महिनालाई एबिसी, त्यसको अर्कोलाई पहिलो 3 महिनालाई ए, त्यसको अर्को 3 महिनालाई बी, अर्को 3 महिनालाई सी, अर्को डी, 4 गरेको हुन्छ। अनि लास्टमा 32 लेखेको चाहिँ 2032 अथवा 2020 होला, 2022 होला, 2024 होला, त्यसरी छुट्याएको हुन्छ। यसको डेट हेर्ने तरिका चाहिँ यो सिलिन्डरको डेट हेर्ने कुरा, यो चाहिँ ग्यासको भित्रको डेट हेर्ने, यो सिलिन्डरको यो भाँडोको डेट कुराहरू। फेरि अर्को कुरा के गर्नुलाई भने तपाईँहरूले ग्यास सकियो भने घप्रो पार्ने सिस्टम हाम्रो नर्मली के हुन्छ, ग्यास सिद्धियो अथवा यहाँ यसरी हामी यस्तो ढलाइदिन्छौँ, यति पनि भएन भने पछि हामी यसलाई यस्तो माथि पनि गरिदिन्छौँ। यो गर्नुहुन्न है, यो चाहिँ गर्नु हुँदैन, यो यति पनि गर्नु हुँदैन। यो ग्यास सिद्धो त्यस्तो लाग्छ भने पनि तातो पानी गर्नु, तातो पानी ग्यास सिलिन्डर हालिदिनुहोस्, केही पनि भएन। तर यसलाई ढल्काउने उल्टो पारेर गर्ने चाहिँ गर्नु हुँदैन। कहिले काहीँ चिसोले चाहिँ ग्यास जाम पनि हुनसक्छ, यहाँ बढी चिसो छ, त्यो चाहिँ त्यस्तो गर्दाखेरि तातो पानी भाँडो राख्ने, त्यसपछि माथिबाट ग्यास सिलिन्डर राखिदिने, त्यसरी हुनसक्छ। तर चाहिँ ग्यास ढल्काउने गर्ने चाहिँ नगर्नु होला। ल अलिअलि पछाडि जानुहोस् त। अब यो चाहिँ अब अर्को सबभन्दा ग्यास यो आगलाई ग्यास यसरी लिक भइरहेको छ होइन। अब नर्मली पनि हामीले चाहिँ कसरी गर्न सक्छौँ भनेपछि यहाँ नजिक आउने, यहाँ चाहिँ केही पनि हुँदैन, यहाँ यस्तो राख्ने अनि त्यसपछि त्यसलाई बन्द गरिदिने। ग्याप हुन्छ त्यसमा, अब जहिले पनि ग्याप पनि त माथिबाट बलिरहेको हुन्छ क्या। फेरि हेर्नुलाई नजिक आएर हेर्नु सक्छ, बन्द छ। यो भयो हेर्नुहोस् यहाँ ग्याप हुन्छ, यहाँनिर ग्याप हुन्छ, केही पनि हुँदैन। यहाँ आगो यहाँ यताबाट मात्रै आगो हुन्छ। यसलाई यहाँ मजाले गरेर यसलाई बन्द गर्ने, यहाँ भए पनि आगो चाहिँ यहाँबाट मात्रै लागेको हुन्छ, यहाँ बिच केही पनि हुँदैन। पाइप निकाल्न सकेन, पाइपबाट दिएको हुन्छ। अनि यो त बिस्तारै त्यस्तो हुन्छ, जति पावर भयो नि त्यति टाढाबाट आगो बल्छ क्या यसको। यहाँ ग्याप हुन्छ कहिले पनि। अब हो के नै भयो भन्ने कुरामा आत्तिने नाच्ने भएर चाहिँ यस्तो भयो घटना भइसकेपछि आत्तिनु हुँदैन भन्ने कारण त्यो आत्तिने मात्तिने भन्ने काम चाहिँ गर्नु हुँदैन भन्ने कुरा। अब आगो त बाहिर पो बोल्या रहेछ, त्यो डन्डीमा त रहन्छ, डन्डीमा हुँदैन। बुझ्नुभयो? अब चाहिँ नर्मली अब हामीले यो ग्यास बोलिरहेछ, अब यस्तो पानी भिजाएर गरेर यसलाई यतिकै छोपिदिएपछि पनि
यो त झन् पड्के लाग्छ सबै भाँडै अहिले यो डरा होइन यसले तलको यसले ग्रिप लिएर क्या राम्रोसँग यो आगोले पनि यसलाई डिस्टर्ब गरिरहेको झन् हामीतिर यो इमर्जेन्सीमा गर्ने हो क्या अक्सिजन जानु भएन यो हो क्या यसलाई अक्सिजन जान नदिनुहोस् तपाईँको किचनमा आगो लाग्यो भने अब त्यहाँ तपाईँहरू कोही हुनुहुन्न तपाईँसँग विकल्पै छैन त्यसले सारा सत्यानाश पार्छ भने यो विचार गराउनु पऱ्यो कि परेन त्यसको लागि हो कि अब यो के हो बाल्टीले हो बाल्टीले ए डर लाग्छ अब हामी त दुईटा एउटा नर्मली यो गरेर पनि भयो ग्यास पानी भिजाएर पनि भयो अब हामी त्यही पनि भएन भनेपछि हामी त्यसपछि लास्टमा अब उयो गर्छ बाल्टीबाट पनि हामी युज गर्न सक्छौँ तर बाल्टी भिज्नै पर्छ भन्ने छैन होला है फेरि बाल्टीले अक्सिजन सप्लाई आगोसँग खेल्ने काम पनि यो डेन्जरै लाग्यो मलाई त हजुरको यो केही छैन यसको मेन काम भनेको यसले अक्सिजन सप्लाई रोक्ने हो क्या यसको अक्सिजन सप्लाई मात्रै रोक्ने अक्सिजन पैसा थियो नि भित्र त्यही भएर यो हजुर के भन्नु थियो अघि यसको अक्सिजन सप्लाई रोक्नलाई मात्रै हो यसलाई चाहिँ हजुरले दाबिराख्दा पनि केही फरक परेन अघि एक्कासी अक्सिजन पैसा थियो नि बाजी बाजी हो त्यही भएर बोलिरह्यो न यसले दाब्ला चाहिँ के फरक परेन हामी अक्सिजन सप्लाई रोक्ने हो क्या त्यसरी पनि हामी यो चाहिँ ग्यास सिलिन्डरमा लागेर चाहिँ आगो चाहिँ नियन्त्रण गर्न सक्छौँ भन्ने कुरा मात्र यो हजुरको यो अक्सिजन पट्किने उ गर्ने भनेको एकदम रेयर केस हो क्या सर यसको लागि चाहिँ त्यही किसिमको तापक्रम पनि चाहिन्छ त्यही किसिमको यसलाई जलाउने चिजहरू पनि त्यस्तो चाहियो कि बल्ल अर्को फर्किने कुरा भनौँ है यहाँ यो जान्न पनि त परेन उल्टो पाल्टो पनि बोल्नुपर्छ कि कहिले काहीँ जस्तो यहाँ आगो लाग्यो यसले निभाउनु सक्छ कि सक्दैन अब मजाले यो विषय भनेको यही हो यसले पनि गर्न सकिन्छ हो यो घरमा छैन केही पनि छैन भनेपछि उपाय यो यसको नि घरेलु उपाय भइहाल्यो यसको पनि गर्छौँ यसले निभाएर देखाउनु पर्यो कि तर यस्तो हुन्छ सर फेरि अब केही केहीमा फेरि त्यो फिट नहुने सर यसको यो हावाले गर्दाखेरि यो तेल त अब यसलाई त्यो मिसिनको यताउतिबाट छिर्नु नदिने हो यसले हावाले गर्दाखेरि चाहिँ एक ठाउँमा यो पाइपबाट गएर एक ठाउँ कलेक्सन भयो भने निभाउला सर हावाले यताउति सर्दियो भने गर्न सक्छ त्यो ज्यादातर वाल छ नि त्यो वालमा नै प्रेसर दियो भने मजाले यसलाई चाहिँ यो यसमा चाहिँ यो युज नगरी यसलाई चाहिँ अरू ठाउँमा युज गरौँ ल ल भने मात्रै हो नर्मली चाहिँ अब सजिलो यसमा चाहिँ ग्यास चाहिँ ग्यासै छैन तपाईँलाई रहेन भने मात्रै आदि नै होइन भन्ने कुरा चुलामा त त्यो पाइप गरेकै हुन्छ पाइप पनि हुन्छ अब पाइप पनि जोड्यो अब यस्तो पाइपमा बल्यो भने चाहिँ त्यो त तर ग्यासमै बन्यो यस्तो हो अब के कस्तो ग्यासमा ग्यास अझै पनि भएन कि ग्यासमा पाइप पनि छ भने चाहिँ नर्मली भन्दाखेरि के हुन्छ पाइपलाई भाँच दिने भनेर कि त्यो पाइप चाहिँ किनकि पाइप चाहिँ धेरै सजिलो पाइप चाहिँ हुन्छ पाइप चाहिँ अर्को किसिमको खाले पाइप आउँछ त्यो चाहिँ ब्यान्ड नहुने पाइप नै हुन्छ पाइपबाट सम्भव धेरै कम मात्र सम्भव हुन्छ सबभन्दा तरिका भनेको यति हामीले तपाईँलाई जति सिकायौँ नि यो सुरुको खेच हो जब यसले अर्को माध्यममा आगो लगाउनु सुरु गर्छ नि यो काम हुन्न तपाईँ कोठामा कपडामा आगो लाग्यो भने त्यो आगो निभाएर हुन्छ तपाईँले यो सुरुमा लागेको आगोलाई यदि तपाईँले फर्स्ट स्टेपमा यो अप्नाउनु भयो भने तपाईँले आगो निभाउनु सक्नुहुन्छ यसमा आगो लाग्ने भने किचनबाट जस्तो तेलबाट लाग्ने आगो हो नि कि त तपाईँले मुसाहरूले काटिदिनु पाइप काटेर लाग्ने हो फेरि अर्को कुरा के गर्नु भने चन्द्र भण्डारी सर मर्नुभयो नि अब यदि यसरी हामीले यो चाउलामा जङ्गलमा यसरी हामीले गराइदिउँ फायर लाइन गरायौँ भनेपछि यो आगो यहाँ आउनु पाएन यसलाई चाहिँ यहाँ चाहिँ यो भागलाई चाहिँ यो जस्तो सबै ठाउँमा हुनसक्छ यसलाई चाहिँ यसलाई छुट्याइदिने भन्ने कुरा चाहिँ हामीले अलग गरिदिउँ यसलाई यो
ठाउँबाट अलग गरिदियो भने पनि यो आगो चाहिँ यहाँ आउन पाउँदैन भन्ने कुरा तर हावा चलिरहेको छ भने अलिक डिस्टेन्स चाहिँ तपाईँले परिगराउनु पर्यो अहिले यसरी चाहिँ हामी फायर लाइन बनाएर यो पनि फायर लाइन जस्तै गरेको यो भाग र सबै जङ्गलमध्ये सबै सेउलाहरू सबै हुन्छ अनि यो सेउलाहरूलाई चाहिँ छुट्याइदियो भने गरिदियो भने चाहिँ यहाँ आगो लाग्यो यतातिर आगो आउन पाउँदैन हेर्नुहोस् यो भनेको यो टाइपको आगो भयो कि भएन काठमा दाउरामा काठमा त्यसपछि हजुर कागजमा जे पनि लाग्ने आगो यो टाइपको आगो अब मैले यो हालिदिएँ भने यो लिक्विड भयो यो भयो डिजल पेट्रोल बी टाइपको आगो भयो यो बी टाइपको आगो अघि पालि पनि हामीले यो सी टाइपको आगो अरू अघि टाइपको आगो भन्दाखेरि यो सम्झिनु होला अब यो आगो चाहिँ यहाँ हामी फायर लाइन जस्तो गरेपछि यो आगो चाहिँ यतातिर आउन पाउँदैन भन्ने कुरा जङ्गललाई पनि हामी यसरी गर्नु चाहिँ कन्ट्रोल गर्न अगाडि पछाडि चाहिँ आगो लाग्नु नदिने कन्ट्रोल गर्न सक्छौँ सिल लगाएको हुन्छ सिल हुन्छ सबै मेरो यो सिल हुन्छ है यो सिललाई काट्नुपर्छ होइन त्यसपछि अब नीलो रेखा छ क्या हेर्नुहोस् यो नीलो रेखा छ यो लास्टमा यो यतातिर कम हुँदै जान्छ यो प्रेसरले यता परसमा हुन्छ कि युज नभएको हो जस्तो यो यहाँ यतातिर आएर यतातिर आयो भने यो युज भएको हेर्नुहोस् यहीँ देखाइरहेको छ भनेपछि यता तपाईँहरू के गर्नुहोस् अब यो तानिदिनुहोस् होइन अनि यो पनि तानिदिनुहोस् अब यति तानिसकेपछि अब यो युज गर्नलाई रेडी भयो अब अघि हामी कागजमा बाँधेर एउटाले हान्न जानुहोस् को जान्यो केही फरक पर्दैन यो यसरी ग्यासमा यसरी चाहिँ त्यो सानोहरूलाई मात्रै रिलिज गर्ने ठुलो आगो लागि भयो त दमको लागिहाल्छ दमको पनि यस्तै प्रकारको हुन्छ यसमा चाहिँ केही अलिकति ठुलो भयो भने त्योभन्दा कति ग्यापबाट आफूले निभाउन अब सकिन्छ यस्तो यसमा पनि यस्तो यस्तोमा कस्तो हुन्छ यसमा पनि खोजेर यो भनेको एक फिट मात्र छ सिक्ने मात्र त हो यो कति लामो छ यसको वेट कति उसको वेट मार्ने अलिक बोल्नुहोस् है आगो आगो जहिले पनि अलिक दिशा भयो हेर्नु यता आगो बोलाएको पनि यताबाट हाल्नुहोस् है अर्कालाई पनि चान्स दिनु लाग्यो अर्कालाई पनि चान्स दिनु लाग्यो हेरेको छु कि क्लासदेखि I will do यहाँ गर्ने ल